यहाँ उपस्थित सम्पूर्ण साथीहरूलाई पहिला त धन्यवाद भन्न चाहन्छु। यो प्रोग्राममा आएर यो प्रोग्राममा यति सक्सेसफुल बनाउन लागिराख्नु भएको छ। आज डेफिनेटली पनि हामीले एउटा नयाँ सुरुवात गरेका छौँ र त्यो सुरुवात गर्नलाई हाम्रै टिमका सहयोग गर्नुहुने हाम्रो सिइओ अर्जुन, त्यहाँपछि अरू सबै अर्जुनको टिम र सबै भोलिन्टियर्सहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। म सन्तोष प्रधान, 25 वर्ष पुगे, पेसाले उद्यमी, लगभग 50 जना व्यक्तिहरूलाई प्रत्यक्ष रोजगार दिइरहेको छु। अहिले म कम्प्युटर इन्जिनियर, पेसाले कम्प्युटर इन्जिनियर, पेसाले उद्यमी भए पनि किन राजनीतिमा आउनु पर्यो भन्ने कुरा त अघि सुब्नाले गरिसक्नु भएको छ। हामी जस्तो युवाहरू चाहिँ राजनीति बिग्रियो, राजनीति फोहोर भयो भनेर चिया पसलमा गफ गरेर बस्नुभन्दा बिग्रेको छ राजनीति, फोहोर भएको छ राजनीति, अनि आफू चाहिँ त्योभन्दा बाहिर बसेर नेताहरूलाई गाली गरेर मात्रै नभएर आफै राजनीति सभा, आफै चाहिँ केही बिग्रेको छ भने आफै सफा गर्नुपर्छ भन्ने हिसाबले हामीले यो अभियान सुरु गरेका हौँ। मैले व्यक्तिगत रूपमा एउटा शान्त र समृद्ध नेपालको जुन एउटा सपना देखेको छु, बच्चैदेखि भनौँ न, एउटा जबदेखि होस सम्हालेँ त्यतिखेरदेखि एउटा जुन सपना देखेको छ शान्त र समृद्ध नेपालको, त्यो शान्त र समृद्ध नेपालको सपना पुरा गर्नको लागि आज हामीले एउटा नयाँ सुरुवात गरेका छौँ। त्यो सुरुवातमा, त्यो यात्रामा तपाईँ हामी एक्लै छैनौँ। यहाँ जति झुन्डा हामीले, यहाँ जतिजना साथीहरू हामीले देखिरहेका छौँ, त्यो साथीहरू मात्रै हुनुहुन्न, पुरै देशभरि, पुरै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि हजारौँ साथीहरू आज विवेकशीलको जो अभियान छ त्यो अभियानमा संलग्न भइराख्नु भएको छ, त्यो अभियानमा साथ दिइराख्नु भएको छ। हामीलाई पश्चिम नेपालबाट फोन आउँछ, पूर्व नेपालबाट फोन आउँछ, साथीहरूले तपाईँहरू कहिले विवेकशीलको यो जुन अभियान छ यो अभियानलाई तपाईँहरू कहिले पूर्व लिएर आउनुहुन्छ, कहिले पश्चिम लिएर आउनुहुन्छ भनेर उहाँहरूले हामीलाई फोन गर्नुहुन्छ, उहाँहरूले हामीलाई सोध्नुहुन्छ। सो त्यस भएको कारणले गर्दाखेरि साथीहरू, आज 25 वर्षको एउटा ठिटोले राजनीतिक कुसंस्कार बदल्न सकिन्छ भनेर हिम्मत गर्न सक्छ भने हामी यतिका सबैजना साथीहरू, नेपालभरिका युवाहरू एक हुने हामीले राजनीति परिवर्तन किन गर्न सक्दैनौँ? यस, वी बिलिभ इन चेन्ज। परिवर्तन सम्भव छ, त्यो पनि हाम्रै कालमा। त्यो भएको कारणले गर्दाखेरि अघि गीतमा भने जस्तै जागलमको चम्के हे नौजवान हो भने जस्तै हामी सम्पूर्ण युवाहरू, देशभरिका सम्पूर्ण युवाहरू राजनीति बिग्रेको छ, नेताहरू खराब भए भनेर अब हातमा हात लगाएर चिया पसलमा बसेर गफ गर्दैनौँ, आफै राजनीतिमा आउँछौँ र राजनीतिप्रति सचेत भएर यो देशको राजनीति परिवर्तन गर्ने प्रण गर्दछौँ। म धेरै भाषण नगरौँ, हामी भाषण गर्दैनौँ, बोल्छौँ भनेर भन्छौँ। म काठमाडौँ क्षेत्र नम्बर 4 मा विवेकशील नेपालीका तर्फबाट स्वतन्त्र उम्मेदवार, ठुला भनिएका नेताहरू उठ्नु भएको छ त्यहाँ। तर मलाई त्यसको केही व्यक्तिगत रूपमा त्यसको केही फियर छैन, त्यसको केही डर छैन। हामीले एउटा नयाँ अभियानको सुरुवात गरेका छौँ। त्यो अभियानमा देशभरिका सम्पूर्ण युवाहरू यसै गरी साथ दिनुभयो भने डेफिनेटली उहाँहरू इतिहास बनेर जानुहुनेछ, हामी भविष्य बनेर उदाउनेछौँ। नेपालको जय होस्। थ्याङ्क यू।